Namaskar. This is Pooja Lama. I'm an ex-singer, actor and model. Some people, they know me as Thingji also through this TikTok. उहाँहरूलाई म थिङजी भनेर चिन्नुहुन्छ उहाँहरूले मलाई थिङजी पनि मेरो लामाभित्र नै पर्ने मेरो लामा कास्टभित्र नै पर्छ थिङजी थिङ चाहिँ G I added. Okay, that's how they know me as Thingji, and yeah, some they know me as Pooja Lama. र जसले मलाई पूजा लामा भनेर चिन्नुहुन्छ उहाँहरूलाई त्यो मेरो त्यो मैले गरेको राम्रो कामहरू कसैलाई थाहा छ कसैलाई चाहिँ त्यो पूजा लामा भन्ने बित्तिकै इन्सिडेन्ट थाहा हुन्छ. That's how people, normally people they take it. अनि त्यो पूजाले यस्तो गीत गाथ्यो सुपर हिट चियाबारीमा, she has a good voice, or she has done those movies and she used to come in a music video every day in our TV भन्ने त याद हुँदैन मान्छेलाई. उहाँहरूले मलाई याद गर्नुहुन्छ त्यो एउटा सानो चिजले गरेर जुन मेरो लाइफमा भुइँचालै मचाइदियो भनौँ न, मेरो लाइफै तहस महस गरिदियो. Still people, some sick mentality people, they blame me for that, as if मैले चाहिँ त्यो रिलिज गरेको जस्तै, and they call me, they title as I'm a porn star रे कसैले विभिन्न शब्दहरू प्रयोग गरेर मलाई त्यो बेलामा हर्ट गर्यो धेरै. सो I'm very very emotional. मलाई लाग्थ्यो कि मेरो हुन्छ नि सपोर्टमा कोही हुन्छ होला त्यो बेलामा. I was very very young, and then because I started very young age, so त्यो बेलामा चाहिँ म त्यो पोजिसनमा पुगिसकेको थिएँ आफ्नो मेहनतले. फेरि यो अहिले जो पाए त्यही नामहरू लिइरहेको हुनाले मैले यो भिडियो बनाएको. Nobody supported me. म आफ्नो मेहनतले आफ्नो ट्यालेन्टले र रूप रङले यो इन्डस्ट्रीमा आएकी. न मेरो ब्याकअपमा कोही थियो, न I was not born with the silver golden spoon. म आफ्नो मेहनतले आफ्नो ट्यालेन्टले आएको हैन. तर त्यो सब मान्छेले बिर्सिदियो र त्यो इन्सिडेन्ट मात्रै याद गरेर बस्यो. मैले सबैलाई भनिरहेको छु न, यहाँहरू धेरैजना सपोर्टिभ पनि हुनुहुँदो रहेछ. थ्याङ्क यू सो मच. र यो इन्सिडेन्टको कुरा गर्दाखेरि त्यो मैले कसैको बुढा, कसैको बोयफ्रेन्ड या प्रोस्टिट्युसन या के गरेको होइन, या पेडवाला जुन यु गेभ मी टाइटल लाइक पोर्न स्टार होइन, त्यो होइन. त्यो मेरो आफ्नो त्यो बेला मेरो फियोन्सेसँग भएको प्राइभेट चिज थियो जुन बजारमा आइदियो विदाउट आवर नलेज होइन. कसरी अब त्यही भएर अब यो यस्तो चिज त मान्छेको लाइफमा बार बार हुँदैन नि त. मेरो लाइफमा पनि त फर्स्ट टाइम भएको थियो. वेन आई केम ब्याक फ्रम जापान टु ब्याङ्कक हुँदै हाम्रो सोज थियो. त्यो भएर एयरपोर्टबाट छिर्दादेखि नै मलाई फोन अन गर्ने बित्तिकै नै मलाई मेसेजेस आउनु थाल्यो. र मेरो साथीभाइले मैले गफ होला भनेको त त्यतिखेर अर्को एक्टरको मात्रै निस्केको थियो. अनि मेरो त्यस्तो भने म त I couldn't believe होइन. अनि मलाई भिडियो नै देखाइदियो भनेपछि म त त्यतिखेर नै ढल्न लागिरहेको थिएँ क्या. अनि I was shocked, and मेरो माइन्डले नै काम गरिरहेको थिएन. मेरो त भुइँचालै गएको थियो लाइफमा कसम. आफ्टर द्याट अल्सो आई अटेम्प्टेड सुसाइड होइन, किनभने आइ एम अ भेरी इमोसनल पर्सन, विच इज रङ टु डु इट होइन. नाउ त आइ एम ह्याप्पी in life because I've accepted what is reality and त्यो भनेर होइन. एनिवेज अहिले पनि होइन म यस्तो नर्मल लाइफ जिरहेको छु. जब कि गाह्रो हुन्छ जिरोदेखि स्टार्ट गर्न. जब तपाईँ जुन एउटा चिजमा एक्सपिरियन्स्ड, यु आर गुड एट इट भनेपछि होइन, एन्ड यु लभ टु डु द्याट वर्क भनेपछि तपाईँलाई जबरजस्ती नचाहि अर्को सेक्टरतिर छिर्नुपर्ने, अरू कामहरू गर्नुपर्ने भनेपछि द्याट इज भेरी भेरी डिफिकल्ट. एन्ड आई नो हाउ इट फिल्स. आई नो द्याट पेन आई बिन थ्रु. अनि
I wasn't attending any functions. I was not in touch with any media people. हैन अहिले वर्षौंपछि आएर हैन अब after a decade मेरो आफ्नो मान्छेले they insisted me to attend this one. Okay, while you are here, attend this. That's how I went. And they started poking again. Okay, म एउटा क्वेसन गर्छु है तपाईहरु पोजिटिभ मान्छेहरुलाई त I'm thankful that तपाईहरुको brought up हैन तपाईहरुको मेन्टालिटीको लागि thank you so much. तर सिक मेन्टालिटी अनि फ्रस्ट्रेटेड भनौँ न त्यस्तोलाई त फ्रस्ट्रेटेड त भनिन्छ नि किनभने मैले उहाँहरुको नि प्रोफाइलमा गएर हेर्दैछु कि most of them are the fake IDs and some are holding that kind of IDs के अनि उहाँहरु आफूले आफूलाई चाहिँ के ठान्छन् कुनै हैन जेसुकै होस् I was the celebrity नि म आफूले आफूलाई आफ्नो खुट्टामा कसैले बन्चर हान्छ होला जबकि म त्यो ठाउँमा पुगिसकेको थिएँ I was not in a struggle period के I reached to that I had reached to that level. It was the time to rule for me. मेरो अरु 2-3 वटा मुभिजमा साइन गरेको थिए मेरो आफ्नो म्युजिकल फुल एल्बम आउन लागेको थियो जुन चाहिँमा चाहिँ मैले आफै डाइरेक्सन पनि गर्न लागेको थिएँ मेरो शब्द संगीत हैन शब्दहरु मेरै थियो कम्पोजिसन पनि मेरै आउनु लागिरहेको थियो गीत पनि रेडी थियो सब मसँग त्यो एल्बम अझै पनि छ बट आई कुडन्ट रिलिज इट के त्यो भएपछि म अब सानी पनि थियो शाई काइन्ड अफ अनि अल अफ सडन त्यस्तो भइदियो मेरो लाइफमा भनेपछि म के मलाई गाइडेन्स पनि भएन सबजना पोक गर्ने र त्यो मात्रै भइदियो सबजना राम्रो हुँदैन मान्छेहरु मलाई थाहा छ एक्सपिरियन्सको हिसाबले भन्दैछु जब ओरालो लाग्छ नि मृग बाछोले पनि खेद्छ के त्यो त्यस्तो खालके हो अनि त्यही भएर तपाईहरुलाई म के भन्न चाहन्छु भने त्यो जुन भिडियो निस्क्यो त्यो मेरो गल्ती के त्यसमा मेरो केही हात छैन उल्टा त मेरो जिन्दगी बर्बाद भयो नि I've lost everything. अहिले म आएर यतिको स्ट्रङ छु मलाई धेरै वर्ष लाग्यो अझै पनि कहिले म इमोसनल हुन्छु of course यार I was somebody else and then now I'm somebody else भन्नाले तपाईलाई जुन मन पर्ने काम जुनमा तपाई राम्रो हुनुहुन्छ त्यो गर्नु नपाए अझै मात्र एकछिन त्यो कुरा छोड्दिम तपाई अब नर्मल स्थितिमा हुँदा पनि मान्छेले छोड्दैन भनेपछि र मलाई चाहिँ किन यस्तो पछि गरेको कि यो नेगेटिभ वाला मेरो एनिमीजै भन्छु म उनीहरुलाई किनभने पछि नै परिरहेछ कि जस्तो उनीहरुको लाइफमा चाहिँ सब राम्रो एकदम पर्फेक्ट चलिरहेको छ जस्तै हामीलाई त यार अरूको दुःख देखेर कस्तो पीडा हुन्छ मलाई त हुन्छ अरूलाई हुन्छ कि हुँदैन मलाई त हुन्छ आई फिल अदर्स पेन एज वेल म कसैलाई गलत भएको देख्न सक्दिन इभन जनावरहरुलाई म त्यस्तो खालको मान्छे पर्छु त मेरै लाइफमै त्यस्तो भइदियो हैन अनि मलाई दे स्टिल कल मी one star मेरो छेउमा त भन्ने आर्ट कसै कोही छैन भने त म फेरि अहिले त म I'm very very moved now पहिला म त्यस्तो थिइन तर अहिले भन्छ नि एक्सपिरियन्सले बताउँदै गयो के मान्छेलाई I am the strongest now अनि अहिले त मलाई त्यस्तो केही फरक पर्दैन त्यही भएर मैले अहिले यो भिडियो बनाएको अनि त्यस्तो मान्छेहरूलाई के भन्न चाहन्छु भने म अहिले नम्र भएर है तपाईहरुको आफ्नो दिदी बहिनी दाजुभाइ बुवा आमा या तपाईहरुको पार्टनर्स या तपाईहरुको त्यस्तो निस्किदिएको भए चाहिँ के गर्नुहुन्थ्यो यसरी खिसाउनु हुन्थ्यो अझ म त सेलिब्रिटी पनि थिए यार मेरो त एभ्रीथिङ आई हैव लस्ट एभ्रीथिङ